आज चाहिँ पिनाङको स्वरली, अगाडि निरञ्जन, हाम्रो जोशी दाई। हामी यहाँ टर्मिनलमा छौँ। अब यहाँबाट चाहिँ बाहिर निस्किन्छौँ। एउटा सोल्टी चाहिँ बाहिर यहीँ टर्मिनलमा कुदिराख्नु भयो हुन्छ भन्दै थियो। हेरौँ कहाँ हुनुहुन्छ उहाँ है त। यहाँ चाहिँ यसरी छ सामानहरू, दामी रहेछ यो, तर अलि मलाई चाहिँ नसहुला जस्तो अवस्था छ। यहाँ यो छ टक्क, यहाँ मनी एक्सचेन्ज, उता त्यो, यता सामानहरू अर्को। अब हाम्रो सोल्टीहरू कति लाउने हो चाहिँ थाहा छैन। यहाँबाट लिटल इन्डिया जाने भनेर बसेको छ मेरो। अरे भाइ, अरे ये इकबाल है। बढ़िया बंदा है, काम हम इससे काम अपना सीखा है, काम करना बहुत बढ़िया बंदा है ये। अरे सीनियर है। अब बल्ल सोल्टी आउनुभयो। एकछिन त्यहाँ ऊ हाल्दैछ रिचार्ज, चट्ट लाएर आउनुभयो अहिले। उहाँकै पर्खाइमा थियौँ हामी होइन। यतातिर मौसम चाहिँ बबाल छ भनेर भन्दै थियो। अब थाहा छैन, अघि चाहिँ पानी पर्दै थियो, नत्र प्राय चाहिँ अलिक गर्मी नै हुन्थ्यो होइन। अब यहाँ हाम्रो अर्को सोल्टीहरू चाहिँ बाहिर बस्छु भनेर लाग्नुभयो, यतातिर हुनुहुन्छ। जाँदै हुनुहुन्छ, बाहिर गएर भेट्छौँ उहाँहरूलाई चाहिँ। अनि कस्तो देखाएको छ त भेषपामा? सही देखाएको छ। अब चाहिँ हामी यहाँ टर्मिनलबाट बाहिर निस्किँदै हो होइन। सट्ट लाएर मी फर्स्ट, ये निरञ्जनलाई मैले ओभरटेक हाने क्या। जानसँग गफर्दै आइरहेछ चट्ट लाएर। मौसम चाहिँ साँच्चीकै हेर्ने बेलामा वाउ छ जस्तो छ। वाउ नै हो यो त, बबालै आज त। आहा, सारा ठिक्क हावा लागेको, नो सन। यतिसम्म त ठिकै हो, नत्र त आमामा पाके जस्तो हुन्छ नि यहाँ त। कुरा गर्दै गर्दै यो चाहिँ आफ्ट साइड हो होइन सिपको, अनि उता फरवर्ड साइड हो। अहिले हामी चाहिँ मिडबाट ठ्याक्क निस्केको हो सोरलिपको लागि। स्वाट मलाई यताबाट हेर्ने कि यताबाट हेर्ने? यहीँबाट ठिक होला है। त्यसो हेर्नेलाई पनि मान्छेले उता अगाडि खिचे जस्तो हुन्छ नि, ऊ पोज दिइरहेछ। ल अनि जस यहाँबाट बाहिर निस्किसकेपछि चाहिँ हामीहरू अब त्यो ट्याक्सी ग्र्याब केही बुक गर्ने त्यो सोचेका छौँ। त्यहाँबाट चाहिँ लिटल इन्डिया जाने प्लानमा छौँ, तर बाहिर दुईजना सोल्टीहरूको प्लान के भयो चाहिँ थाहा छैन। त्यहाँ दुईजना पाहाडी छ, एकजना चाहिँ हाम्रो म्यानमारको हुनुहुन्छ मिन लाभा। अब यहाँबाट हामी ठ्याक्क बाहिर निस्क्यौँ। यसरी बाहिर निस्केको छौँ। यहाँबाट ट्याक्सी भनेर भन्न थाल्छ। अब सोल्टीहरू चाहिँ कहाँ कुरा छ भन्ने कुरो हो दादा। चट्ट लाएर सोल्टीहरू यहाँ कुद्नु भएको रहेछ। अनि सबसे दामी कुरो देखाउनु बिर्सेछु कि यहाँको मलाई यो सबसे दामी लाग्ने नेपालको घन्टाहरू याद आउँछ यार। हामीले चाहिँ लिटल इन्डियाको क्यान्सल गऱ्यौँ प्लानलाई। त्यहाँबाट अब हामी एउटा ग्र्याब ट्याक्सी बुक गरेर जाँदैछौँ। यता हुनुहुन्छ ब्रदर, क्यान यु से हेलो? So finally यहाँ आयो।
एचएनएमको स्टोर चाहिँ त्यही छ ल भर्खरै मलाई नानीले मेसेज गर्दै थियो क्या यहाँ जाऊ भनेर सामानहरू केही लिउ तिमीलाई भनेर अनि मैले चाहिँ अहिले नाइ भनेको हाई टक्क लाएर अब यहाँ मलभित्र छिर्यो होइन यहाँ फोनहरू यताउता सुट मेरो लेस फुस्क्या रहेछ अहिले एकछिनमा बान्नु पर्यो चट्ट लाएर पानी पो परेछ त चट्ट दाइले प्रेस गर्नुभयो यो चाहिँ कोमटारको धरारा हो this side sorry this side भाइहरू भाइसमा हिँड्छ ठ्याक्क ड्रेसमा मात्र चिन्छ आउट ड्रेसमा चिन्दैन भाइहरू पनि कन्फ्युज भयो होला दाइहरूलाई कहाँ देखे जस्तो होइन रेम्बो स्काइवे छ सही मजा आउँछ आई गेट हल्का यहाँ पानी परिरहेको छ अहिले चाहिँ अघि परेर रोकेर फेरि पर्यो पर्न चाहिँ अब अहिले चाहिँ आई डोन्ट नो कस्तो डेन्जर क्या अब त्यो मान्छेहरू हामीलाई डेन्जर लागेर तिनीहरूलाई चाहिँ हामी डेन्जर लागेको छ कि केही भेटिदिएर हेर्नु न ल चौधरी सुरज हो सुरज ल चट्टा लाएर यो हाम्रो चाहिँ सागर होइन हाम्रो जोशी दाइ हेरिदिनुहुन्छ गोल्ड यतातिर चाहिँ अर्को निरन चेनको लागि हेर्दैछ ब्रासलेटको लागि यता दाइ चाहिँ लायन जुन चाहिँ गुड लक भनिन्छ होइन राम्रो पनि हुन्छ यताबाट चाहिँ केही खान जान्छौँ रेड लाइट रहेछ अहिले हल्का पानी परिरहेछ अहिले चाहिँ यहाँ ठ्याक्कै यहाँ पनि रेड लाइट उता पनि रेड लाइट उताको चाहिँ ग्रिन लाइट भयो यताको पनि ग्रिन लाइट भयो नेपाली रेस्टुरेन्टमा हो अघि हामीले यो मगाएको थियौँ यहाँ टक्क खाँदै हुन्छ अर्केचोटि यो सुकुटीहरू हो यो पाङ्गडा यो सुकुटी त्यो सब एकछिन खाना पनि आयो ल चट्ट ल्याउँदै यहाँ खाना पनि आउँदैछ चट्ट लाएर तिनजनाको लागि अनि सोटीहरू चाहिँ चिसो लिन जानुभएको छ मैले चाहिँ यो हाल्दैछु मैले चाहिँ यो कोल्ड ड्रिङ्क्समा यो लिएँ ककटेल फ्लेभरमा होइन बासिल चाहिँ अनि खाना यसरी छ तिनजनाको लागि सही भयो अब यहाँ खाना अर्को पनि थप्नु परिहाल्यो होइन चट्ट लाएर के अरे तिनले मान्दैन होला 4 थाल जति त मैले पड्काएँ होला खाना होइन विथ पाङ्ग्रा पोर्कको सुकुटी अनि भन्देला चाहिँ राँगाको भन्छ तर प्रब्लम बिफ नै होला होइन अब फेरि त्यसपछि यहाँ मोमो हाल्न आएको छौँ हामी अब यसो अलिकति 1 प्लेट मोमो चट्ट लाएर 1 प्लेट मोमो फाइनल्ली मोमो आइहाल्यो होइन अब चट्ट लाएर मोमो हाल्नुपर्छ जोशी दाइ यता निरञ्जन यता चाहिँ राइस किलर कस्तो छ त खाना आफ्टर डेलिसियस मोमो अब हामी फेरि ब्याक टु कोर्ट हुन थालिरहेको छौँ अनि टेल लाइन चाहिँ हामी यहाँ कुदिरहेको छौँ जेब्रा क्रसिङमा फाइनली ग्रिन लेट्स गो यो त हाम्रो आरके सरकै ऊ जस्तो लाग्यो त होइन त्यो गोराहरू
चाहिँ अब हामी जाने हो यता हाम्रो निरञ्जन जोशी दाई आरके सुल्टी चट्ट लाएर चारजना फेरि अघि जसरी आएको त्यसरी नै होइन फेरि कारमा चट्ट लाएर पोर्टमा जाने हो एनिवे द्याट वाज फनी अब चाहिँ पोर्टमा जाने हो अनि फेरि ब्याक टु ड्युटी अनि नेक्स्ट विक चाहिँ ब्याक टु फुकेट हुन्छ होला तर योपालि चाहिँ प्रब्ली डिप्सी हो होइन डिप्सी नै हो योपालि प्रब्ली होइन डिप्सी नै हो लास्ट टाइम जसरी पातङ जसरी चाहिँ छैन अघि त्यो ऱ्याम्बो स्काई वेक वकको पनि त्यो बन्द भएर थियो अहिले स्कुल आएर छ यो साइडमा चाहिँ अनि त्यो ठुलो टावरमा गएर चट्ट लाएर माथिबाट हेर्ने हो कि अघि त्यो धरारा भनेर भनेको छ एनिवे ठाउँ बबाल छ हामीले चाहिँ अब अहिले यो सर्ट ठाउँ घुम्न पाउने भएर मात्र हो तर यो सर्ट ठाउँ घुम्ने बेलामा पनि इट वाज क्वाइट गुड अब अलि मजाले एक्सप्लोर गर्न पायो भने त झन् बबालै छ खाना त झन् बबाले नट ओन्ली द नेपाली फुड होइन आफू अब खानामा अलिकति के अरे इन्ट्रेस्ट छ ल म बरु नयाँ नयाँ यो अथेन्टिक खानाहरू खान्छु ट्राई गर्छु भनेर भन्ने हो भने पनि खानाहरू पनि बबालै छ लास्ट टाइम आई डिड द्याट वान सो त्यो हिसाबले भने मैले चाहिँ ल अब हामी यहाँ क्याब रिजर्भ गर्छौँ सो यहीँ छ अगाडि क्याब सो दिस वान इज द क्याब सो लेट्स गो दामी छ नि त्यो अङ्कलकोमा जाने भनेको थियौँ तर त्यो अङ्कलले अलिक महँगो भन्नुभयो सो वी कम टु अनदर अङ्कल आउट मजाले खाना खाइयो आज मजाले मोमो पनि खाइयो अलि त्यही भएर पेट चाहिँ टन्न ठुलो भएको छ So guys, finally we back to the ship. This one is aft. Video ko forward भने जस्तो यो मिड टर्मिनल भित्र छिर्नको लागि and that one is the forward. हाम्रो आरके सोल्टी यहाँ हुनुहुन्छ चट्ट लाएर पोज दिएर. Finally back to the port. अब यो टर्मिनलबाट भित्र छिर्छौँ ग्याङवेमा अनि यतातिर यो टावल डिस्ट्रिब्युट गरिरहेको छ गेस्टलाई त्यो गर्मी भयो भने जस्ट त्यो चिल टावलले पुस्न यता यहाँ चाहिँ हाम्रो साथी हो हैन अब यताबाट चट्ट लाएर ग्याङवे भित्र छिर्ने हामी त्यसपछि ब्याक टु द वर्क बेबे ग्याङवेको चट्ट लाएर भित्र छिर्ने हो तल समुद्र सही डक हानेको छ अब हामी हाम्रो रुममा जान्छौँ चट्ट लाएर अनि यता छ जीव के बिरामी भएको भने के भएको So see you until next time guys. Compartment 10, peace out. This is how night scene of the Penang. अब सिटी में कर दिखाउन चाहिँ सकिएन यहीँबाट हल्का यो धरारा भने चाहिँ नि मैले यही हो ऱ्याम्बो स्काई वक त्यही हो यसको नाम चाहिँ